यो भिडियो चाहिँ हिजोको है मैले चाहिँ आज पोस्ट गरेँ साथीहरू। हेलो साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। हामी चाहिँ 3 जना भएर धरमपानीतिर लाग्यौँ साथीहरू। बिरबासदेखि धरमपानीसम्मको भिडियो। अनि मैले भिडियो त बनाउँछु साथीहरू, हजुरहरूले माया नै गर्न छोड्नु भयो। लाइक कमेन्ट सेयर अनि फेसबुकलाई नि फलो गर्नुहुन्न, अनि भ्युज पनि आउन छोडो साथीहरू। अनि हजुरहरूको घर कता कता पर्छ कमेन्ट गर्नु ल साथीहरू। अनि यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। अनि हामी चाहिँ भेडुवा पुग्यो। भेडुवा पुगेर एकछिन चाहिँ हामी पसलमा बस्छौँ। अनि एकछिनपछि फेरि त्यहाँबाट पनि हिँड्यौँ हामी। अनि चोएगा यो चोएगा चाहिँ एकदमै प्रख्यात छ है साथीहरू। अनि यहाँ चाहिँ कहिले कहिले कुन चाडपर्वमा मेला लाग्छ भन्नु ल साथीहरू। अनि हामी चाहिँ लुम्छा पनि आइयो। लुम्छा बजार चाहिँ कसको घर पर्छ त्यो पनि कमेन्ट गर्नु होला। अनि यहाँबाट पनि हामी एकछिन बजार चाहिँ एकछिन अलि लामो नै छ के। अनि हामी चाहिँ यहाँबाट माथि लाग्यो साथी। अनि माथि लागेपछि अनि यो यहाँबाट चाहिँ धरमपानी गइन्छ है साथीहरू। अनि यहाँ चाहिँ एकछिनसम्म छ। अनि यहाँ पनि कस्तो राम्रो घर बनेको रहेछ साथीहरू। अनि हामी अलि तल चाहिँ एकदमै अप्ठ्यारो बाटो रहेछ। एकछिनपछि फेरि पिच गरेको बाटो आउँछ साथीहरू। कस्तो गर्व फिल हुन्छ कि म छत्रकोटको हुँ भन्दा पनि। यहाँ कति राम्रो विकास भएको छ। गाउँको बाटो पनि पिच भएको छ। पिच गर्न नमिल्ने ठाउँमा ढलाइ भएको छ। अनि सबैका घरमा पानीका धाराहरू छन्। एकदमै अन्तको लेखी त एकदमै विकास भएको छ। धन्यवाद यति विकास गर्नु भएकोमा हजुरहरूलाई सबैजनालाई। अनि बाटो चाहिँ एकदमै राम्रो छ। अनि यहाँ चाहिँ मैले सामान पुर्याउन थियो, मैले बनाएको बो अनि काँटा लेबेन्टीहरू छोड्न थियो नि त। अनि मैले त्यहाँ छोडिदिएँ साथीहरू। यस्तो राम्रो मौसम छ नि आज चाहिँ, घाम लागेको छ एकदमै। अनि मैले चाहिँ त्यहाँ लिची पाकेको रहेछ, लिची किनौँ न भनेको। अस्ति कति धेरै लिची खाएर अझै खाने हो र भन्नुभयो। अनि यहाँ चाहिँ यो चाहिँ मैन डाँडा मावि है। यहाँ चाहिँ कसले पढ्नु भएको कमेन्ट गर्नु ल साथीहरू। आज चाहिँ शनिबार भनेर सबै बन्द छ पसलहरू। अनि एकदमै चर्कै छन् घाम चाहिँ हामीतिर बस्नेलाई। अनि बेसीतिर जाँदा चाहिँ एकदमै गर्मी भयो जस्तो हुने रहेछ। गर्मी चाहिँ गर्मी नै थियो है धरमपानीमा साथीहरू। अनि यो चाहिँ के को गुइठा हो भने मैले। अनि यहाँ पनि ढलाइ गर्नुभएको छ। यो बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है साथीहरू। अनि एकदमै अप्ठ्यारो छ। अब यो बाटो पनि बन्दै रहेछ। यो बाटो बन्दैछ। अनि यहाँ चाहिँ जङ्गलमा चाहिँ मौरीको घारहरू छ साथीहरू। उता देखिने चाहिँ बाँसखर्क नरम अनि छापा देखिएको छ साथीहरू। बोल्दै घाँटी नै सुक्यो मेरो त। कति अब जङ्गलको बाटो हिँड्यौँ। अनि हिँड्दा एकछिन हिँडेकै छौँ बाटो। अनि यहाँ चाहिँ 2-4वटा घर आए साथीहरू। मेरो छोरी चाहिँ सुतिसकी थिइन्। बाइकमा हिँडेपछि त सुतिहाल्छिन् नानी त। अनि हामी पनि पुग्यो घर पुग्यौँ। अनि यहाँ चाहिँ एकछिन बस्यौँ, चिया पानी नि खायौँ। अनि एकदम भित्र कस्तो राम्रो के है। अनि हामीले खाना खाने बेला भयो, खाना पनि खान सुरु गऱ्यौँ साथीहरू। दिदीले चाहिँ कति मिठो पकाउनु भएको छ। अनि एकछिनपछि भावनाले अङ्गुर ल्याएर दिनुहुन्छ। यो चाहिँ लोकल अङ्गुर हो है साथीहरू, कसलाई मनपर्छ। अनि अङ्गुर पनि खायौँ। हामी चाहिँ एकछिन सुतेर पनि उठ्यौँ। अनि उठेर चाहिँ चिया नास्ता खान थाल्यौँ। भान्जीले चाहिँ यतापट्टि पिङ खेलिराख्नु भएको छ। हामी चाहिँ फेरि घर फर्क्यौँ साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आजलाई यति नै साथीहरू, हामी पनि घरतिर लाग्यौँ। धन्यवाद साथीहरू।